पर्जालको माछा हेरौँ है। ल है त हेरौँ पर्जालको माछा। ओहो खस्यो। ओहो सुमन्दा अस्ति नै भन्दा धेरै ल माछा। ओहो पर्जालमा माछा हेरौँ न। माछा हाल्नु के औलास खलास माछा ए हुन पानी छौ यी भेज पत्र हान्नु के अन्डा चाहिँ हान्नु के तर हामी छड्के भएको होटेर हान्नु र। बिहान उसले खान्छ ल जुन ल त गाइज हेलो एभ्रिवान सबैलाई नमस्ते इट्स मी रोशन चारु मगर तपाईँहरूलाई स्वागत छ है मेरो रोशन भ्लगमा। आज फेरि म नयाँ एउटा भ्लग लिएर आइसकेँ। आज चाहिँ हामी खोलातिर जान लागेको आशिष दाइ र म अनि पछाडि दाइहरू आउँदै हुनुहुन्छ। हेर्दै गर्नु होला खोलामा के कस्तो हुन्छ उता पछाडि हेर्न सक्नुहुन्छ। ल है त खोलामा पुगेर भेटौँला है त। अहिले त र हराएछ कि गाइस हामी चाहिँ खोलामा आइसक्यौँ। सिधै यहाँ अगाडि हुनुहुन्छ। ल है त हाम्रो लोकेसन चाहिँ यो है। आज नयाँ लोकेसनमा आइएछ हामी। हुन्छ एउटालाई माछीलाई बचाउनु पऱ्यो के अरे। ल है त गाइज फाइनल्ली हामी खोलामा आइसक्यौँ। आज धेरै समयपछि मैले भ्लग बनाउन जाँदैछु। ल हेरौँ के कति माछा पाइन्छ। आज चाहिँ स्पेसल्ली खोला सुकेको नरमा पानी लगाइदिएर अहिले चाहिँ खोला सुकेर रहेछ। चप्र्याक भएर रहेछ खोला। हाम्रो खोला चाहिँ यो निस्दी खोला चाहिँ हेर्न सक्नुहुन्छ चप्र्याकै छ। पानी अलिक चलेको छैन। त्यसैले गर्दा हामी चाहिँ अहिले जाल थाप्नको लागि आएको छौँ। जाल थाप्ने साथसाथै आज कास्ट नेट फिसिङ पनि हुन्छ। ल अहिले त्यतै भेटौँला है त ल गाइज। त्यता गाइज हाम्रो आशिष दाइले चाहिँ एउटा हातले चाहिँ छोपिसक्नु भयो बुदुना हेर्न सक्नुहुन्छ। बुदुना स्पेसल्ली निस्दीको ताजा माछा के हो दाइ हातले यो छोपिदिने हातले हो। ल है त गाइज बोनी भइसकेछ है। हातले छोयो भने फेरि जालमा माछा पर्दैन कि दाइ थाहा छ होला नि फेरि। ल है त गाइज फाइनल्ली हामीले चाहिँ एउटा जाल थापिसक्यौँ। अब अर्को जाल थाप्न जाँदैछौँ अनि तपाईँहरूलाई त्यही जाल थाप्न गउन ठाउँमा गएर भेट्नेछौँ है त ल। आज चाहिँ हामी फिसिङको लागि आएको स्पेसल्ली दाइहरू पनि आउनु भएको छ। आज दाइहरू चाहिँ मास्तिर हुन्छ म र आशिष दाइ चाहिँ यता तलतिर थाप्न आएको जाल। ल हेर्दै गर्नु होला म जाल थाप्ने ठाउँमा गएर भेट्नेछु। ल के कति माछा पाइन्छ आज हेर्दै गर्नु होला। ल है त जाल थापेको मात्रै के देखाउनु सधैँ तपाईँहरूलाई। ल अहिले जाल थापेर भेट्नेछु एकैचोटि। ल है त एभ्रिवान अहिले चाहिँ हामीले सबै जाल थापेर भ्याइसक्यौँ। सधैँ के जाल थापेको मात्रै देखाउने सधैँको तरिका त्यही हो जाल थाप्ने। अब केही घन्टा 2-3 घन्टा वेटिङ गर्छौँ अनि त्यसपछि तपाईँहरूलाई देखाउने छु है त के कति माछा पर्छ। एकछिन चाहिँ अब हामी कास्ट नेट गर्छौँ। कास्ट नेटको केही झलकहरू हेर्न सक्नुहुन्छ तपाईँले हेर्न पाउनुहुनेछ। ल है त हेर्दै गर्नु होला। अब के कति माछा परेछ तपाईँहरूलाई म देखाउँछु है लास्टमा है त ल। आज हाम्रो दाइहरू चाहिँ उता मास्तिर हुनुहुन्छ त्यहाँ आगो थापेर बसिरहनु भयो। उता आशिष दाइ हुनुहुन्छ यहाँ हाम्रो दाइ सदाइको दाइ। ल जाल हेर्न जाने जाल हेर्न उहाँ तलै छ कि तल अहिले जाम लाग्यो माथि जमेको अलि आगो सागो तापेर जाल खोजौँ न त्यो। ल है त गाइज अहिले म तपाईँहरूसँग अहिले के कति माछा परेछ अहिले देखाउँछु है तपाईँलाई। गाइज हामी माछा के कति परेछ हेर्न आउँछौँ है। के कति माछा परेछ यसो हेरिदिउँ है त खै दाइ यसो देखाऊँ न यता हाम्रो थापेको 1 घन्टामा यति माछा परिसकेछ है हेर्न सक्नुहुन्छ। भाइ यता हेर्न सक्नुहुन्छ है माछा हेरौँ माछा त्यो नमाल्नु त माछा हेर्न सक्नुहुन्छ है। ओहो खतरा माछा परिसकेछ हेर्न सक्नुहुन्छ। थापेको 1 घन्टामा आधा किलो त यहीँ छ होला दाइ। ल है त गाइज अहिले चाहिँ हामी चाहिँ
जाल खेल्नको लागि जाँदैछौँ है कास्नेर फिसिङ हान्न जाँदैछौँ यता हुन्छ सिधै जस भन्दै हुनुहुन्छ जाल टक्क यहाँ चाहिँ जुन लागेछ हेरौँ कास्नेरले कतिको माछा उठाउँछ भित्रबाट हो कि लिने दाइले चाहिँ जाल हान्नु सिधै हुनुहुन्छ ल झुकेर त्यो कुनातिर फाल्नु त होटेर माछा हिँड्ने हान्नु हान्नु ल तेर्सो गयो कि ठाडो भएर हाने नि तेर्सो जान्छ कि दाइ परे एउटा एक दुईवटा पक्कै परेछ अरे तान्नु तान्नु यहाँ परिब्या होइन र ठुलो आएर फोटो आयो कसको फोटो आयो कि कसको फोटो आयो त्यसो भने यहाँ यो हतार जति लियो भने केही हुन्न कि कहाँ नि अलिअलि यति समय हुन्छ कि यसो गर्यो त्यहाँ यसो गर्यो कि यति समय भयो कि यहाँ कि यसलाई यसो त्यहाँदेखि ल हेर्ने नदोरेको मैले त उमा सार्छु गिटीमा हो त्यता मिठो निकाल्नु दाइ माछा ल हेर्नु माछा कसरी निकाल्ने अब ऊ चल तल खाएको तल खाएको झरेको छ बाहिर ल्याइदिनु नि तल खाएको तल यी के त दुई तिनले छ मुनि अझै मजाले फुकाएर हान्यो नि त उठाउँछ के बाम यति हान्नु चाहिँ ल छ कि माछा थुप्रो एक तलतिर हान्नु ल होटेर हान्नु अझै मजाले फुके खाइँदा भाइ अहिले त डेन्जर आयो हेर हो नसिब दाइ ल हेर्न उन माछा कसरी ल्याउनु निस्क्यो भने गद्दा हुन्छ कि अहिले हान ल्याउने क्या हान्नु क्या अन्डा चाहिँ हान्नु के तर हामी छड्के भइगयो होटेर हान्नु र जाल फुक्ने नि मस्त फुक्यो क्या घाम ल्या माछा हेर्दै बज्यो नि दाइले ताना ताना त्यो ताना त तलबाट डाइरेक्ट तल जाँदै जाउँ हाल्नु न त हान्नु अलिक होलो छ कि म आफ्नो सुरले हाल्नु पर्छ होइन टाइट गर्नु मिल्छ कि यस्तो लाइट ए उतिखेन यो भरिन्छ अहिले तल जानु परेन यति हान्नु यतै त हान्नु न यता हेर्नु त चले हेर्नु न माछा चलेको हेर हान्नु हेर्नु अहिले उठो परे हो यहाँ घोसा गरे माछा
सिक्किम पिची त्यही त लाउन आसिस दाइ माछा झिक्नाउनु माछा त्यस्तो हेला नगरौँ न त यार आज माछा पऱ्यो भनेर झिक्नु माछा Few moments later. डेन्जर हुँदैछ नि अघि त्यहाँ उठाएको माछा भाइ बाबुकुन त भाइकुन भ्याउनु भ्याएन क्या करेन्टवाला उसले उठा मैले राखेको थिएँ त यार ए ल ए भाइ अरू हेर्नु त बाबु कुखुराको बाबु बाबु झन् मिठो हुन्छ आगोमा है सला त अलिअलि तेल हाल्नु त ल्याउँछु एउटा कागज अर्को नुन त गयो बस्नु धुलो अहिले हुन्छ नि सुकेको छ पिछिरहेको होइन कि अर्को अर्को खुर्सानी छ कि खुर्सानी खानु यहाँ छ ल्याउ त धुनु पर्दैन ती छ पानी पठाएर पर्दैन यो मलाई अस्ति बराबर यो उसमा फेरि हरियो खुर्सानी पिछ्यो भने फेरि धेरै पर्दैन यो मैले झोल हालेर दिन्छु ल ल खानु नुन छ रहेछ हौ हो त्यहाँ बिचबिचमा म त ल अलि भाएर पाकेन त्यो हाल बिच बिच हाल खै के अरू पनि गर्नु न भयो भयो छोड्यो पुगेको त यो मेन तेल छोड्यो सानो सानो कि तेल पर्दा ल कागती छ कि कागती हालौ नि कागज त्यसमा हालमा कति गजा हुन्छ अहिले के खान खा काटेर काटेर हाल्नु त खुर्सानी पनि टोकम खुर्सानी पनि लिएर खुर्सानी धोर लिएर नुन छर्किन कि त्यसमा यही हो कि नुन छर्किनु पर्ने अहिले माथि खै नुन छ त नुन त्यो रम्बाको फुलमा तर छोड्यो यहाँ होइन नि कागती हाल्ने किन सुमन त्यो मासुमा हाल्नु पर्दैन नि कागती उहाँ हो कि हाल्ने कागती उसमा कि त्यसमा नुन अलि पुग्दैन त्यति नै हो नुन ल्याउँथेँ नि यार मैले त्यो अस्तिनेको नुन हुन्छ भन्दा त्यो सुपको भयो नि हुन्छ नुन अर्को पनि हालौँ न उयो त त्यो ल्याउनु हेर पनि निकाल यो ल है त फाइनल्ली गाइज अहिले चाहिँ हामीले हल्का रमाइलो समाइलो गरियो माछा ससु ल्याएको थियौँ पोलेर खाइयो अब अहिले चाहिँ हामी माछा झिक्नको लागि जाँदैछौँ है के कति माछा परेछ हेर्नु है त ल जालमा अहिले हेर्न जाँदा चाहिँ एकदम धेरै नै परेको थियो माछा चाहिँ हेरौँ अब अहिले कति थप्पेछ अहिले 3 घन्टा वेटिङ गरिसक्यौँ हामी ल है त हेर्दै गरौँ है गाइज कति माछा छ म सबै देखाउँछु है तपाईँहरूलाई के कति माछा परेछ हाम्रो आशिष दाइ चाहिँ यता हुनुहुन्छ देखाउनु हजुर नि ल आशिष दाइ र म झिक्न जानेछौँ है अरू दाइहरू चाहिँ यता यता मान्नु त अरू दाइहरू चाहिँ त्यहीँ बस्नु भएको छ हामी दुईवटा चाहिँ जाल झिक्नको लागि जाँदैछौँ है ल हेर्नु है त के कति माछा परेछ तपाईँलाई म सब देखाउँछु माछा हेरौँ है 8 जना परेको माछा हेरिदिउँ है यता हेर्नु यता हेर्नु र परेको माछा यता यता झन् त्योभन्दा बढी छ कि पुरा छ के ओहो हेर्न सक्नुहुन्छ गाइज माछा है अर्जालमा भयो हेर्न आउँदा यस्तरी माछा पऱ्यो यता कुनामा भाइको गाइज हामीले फर्स्ट जाल उठाउँदैछौँ है फर्स्ट जाल उठाउँदैछौँ हामीले फर्स्ट जालको माछा हेरौँ है
ल है त्यही हेरौँ फर्स्ट जालको माछा ओहो खस्यो ओहो सुमन अस्ति नै भन्दा धेरै ल माछा ओहो फर्स्ट जालमा माछा हेरौँ न माछा हालेको त्यो लाइट वेस्ट नगर्नु कि ल यहाँ माछा निकाल्नु माछा जालो भरि छ त्यो एउटा माछा घेले ल्याउनु माछा ओहो मोबाइल ल्याउनै बिर्सेछु यहाँ छ कि म पठाइदिउँ ल निकाल्नु ट्याक्क लिएर समार्दै बस्नु ल तिनजना सुमन ल म ट्याक्क खोटानी हाल्ने हो कि यो त्यो अब लास खलास माछा ए हुन्ने तेल हाल्नु तेल भोलि माग्छ त्यसले अर्को दिन हाल्नुपर्छ लिएर हजुर है नि झिक्ने हो किन बाँधेको ल त्यो बान्नुपर्छ कि ल झिकौँ माछा त्यो ल यसरी भर्नु खोजेको भरिन्छ यसले यहाँ पनि कति धेरै रहेछ ल सुमनलाई झिक्नु त झिक्नु टाइम त्यो बन्द गर्नुको थियो हो त्यो बन्द गर्नु फोकस आयो कि हजुर टक्क देखिन्छ गर्नु त म झिक्छु देखिनु भयो त्यो बन्द गर्नु त्यो देखिन्छ मकै सुकाएर हिँड्छ नपर्दा नि दुःख पर्दा पनि दुःख हो कि यो माछा अनि हजुर जान्दैन मैले थाहा भइयो अस्ति निकाले त्यो त माथितिर बसेर कहाँ निस्किन्छ माछा दिराड हो यता जालको निकाल्छु भने भित्र बस्दैन हजुर त त्यहाँनिर यति नै होला नि सबैको गरेर होइन कि एउटा जाला नि होला एउटा 20-22वटा छ कि तल्लो कम्तीमा नि कि ए निक्लियो उल्टो भयो कि हजुर उल्टो बस्यो कि उल्टो बस्यो कि त्यो मैले जाल किन यसो गरेको भने जालको काट्दै हुन्थ्यो निकाल्नु त्यसै राखेर यस्तो च्यातिँदा यति सबै पनि एक डर परेन अहिले अस्ति पनि त्यसरी हाल्दा कोही नआएको म उल्टी भएको फेरि यहाँ फटाइ गरेर न त्यो भान्सा पनि परेछ लागि त्यही भाषा छिरे हो नि कति जाल खेलेर मारिया त एकौ जति त तल भन्दा तलपट्टि यसो गर्नु कि जाल देखेन दाइ देखेछ लिएर अनि पिछे नि त्यो मजाक लागेको पिछे टेन्सन नै लिने अब के खाइयो जाल लाग्यो यसो जाल हुँदो रहेछ हजुर जाल माछा कहाँ एउटा माछा घेलेर हिँड्दैन होइन त के भन्दै जाल यस्तो उल्टो भयो मलाई नि लागि सबै जान्न यो गुम्बामा दाइ के छ बिग्रेछ दाइ जान्न दाइ जान्छ लाग्यो माथिको झिरा लागि बच्चालाई परम तारना दाइ जान्न चिची झिरा जान्न हो त्यो टाउतिर तान्नु पर्छ यहाँ बोराम चिरा ल्याएको गोडले त उसो खाइदियो टाउसँग टाउको मुखबाट चाहिँ माछाको त किरै हो म त पहिला हेर्नु त ल यस्तो मजाले नसु चाहिँ त्यो चाहिँ हजुर पोलेर खानुपर्छ यसलाई त्यो उता राख त त्यति पोल्ने हो कि अन्डा होइन कि अनि त्यहाँ त्यति निकाल्ने कि पछि हो त्यो छुट्टै राख्नु त्यो चाहिँ अन्डा भएको चाहिँ किन अहिले त्यो नगिटाल्नु अहिले भेट्यो कहाँ भेटाउँछ भेटिन्छ हुन त जान बिना भेटिन्छ अहिले भेटिन्छ कि अब कहाँ छुट्टै बोकेर जानु अरू फर्ममा त हजुर यस्तो थाप्नु गयो भने त पाउँछ होला फेरि स्योर पर्छ त्यहाँ एउटा नि एउटा र भन्नुपर्छ ए बस्ने डर राम्रो कि यता हेर भाग भालो आउँछ जस्तो यसरी नि केटाहरू जान त के नि हो नि ती सुत्नेर जानुपर्छ फर्किने गरेर आउनु भने हिँडेर त्यो माछा मारेर भ्याएपछि जाल खेलेर भ्याएपछि त्यो फर्केर मलाई मरे चाहिँ हुन्थ्यो कि मलाई त्यो मैले एकचोटि भन्दै सुतेरै जाम भाइ मरे चाहिँ हुन्थ्यो त्यो जाल खेलेर जानु ठिकै हुन्छ नि त मान्छे जाल खेल्दै गयो भने भरिन्छ मुन्टु खोल्नु पर्छ हजुर निकाल्दिनु भ्याउनु गरौँ छ भाइ कति 2 किलो छ कि 1.5 किलो छ 1.5 किलो 1.5 किलो भन्दा धेरै छ 2 किलो होला उठाउनु त कलवन भ्याउनु भने
कता गयो कता हो भाइ त गाइज अहिलेसम्म भन्दै हुनुहुन्छ त ल त कस्तो छ आज आज दामी भाइ त गाइज फर्स्ट जालको माछा है हेरौँ 2 किलो छ होला भाइ 2 किलो छ के 2 किलो 2 किलो छ 2 किलो भने छुट्टा अब छ 2 किलो पुग्नै पर्यो यत्रो ठुलो भूम छ नि 2 किलो त होला भाइ सबै यसले उठाए जस्तो सबैले 2 किलो उठाइदियो कति किलो हुन्थ्यो 9वटा जाल थप्दा 18 किलो हुन्थ्यो एउटा त यो भर्खर थालेको हो त्यसले नि 10-12 परिगयो त्यसमा नि 2 किलो माछा फर्स्ट जालमा एउटा जालमा 2 किलो माछा उठिसकेछ है सबै जालमा उसिर पर्दै भयो कि 18 किलो उठाउँछ होइन 5 किलो उठाउँदा के आज 5 किलो हुन्छ होला धेरै कता गयो हेऱ्यो त जानु त जिग्नु त कता गयो खोजी ल एउटा जाल कम्प्लिट भयो ल भाइ ल एउटा जाल कम्प्लिट भइसकेछ है माछा साछा झिकेर भइसक्यो एउटै जालमा 2 किलो माछा परिसकेछ प्रवित चाहिन्छ त खोला दिउँसो मात्रै घामले पोलेको यहाँ खोला जाडो हुन्छ भाइ त फर्स्ट जाल हाम्रो उठिसकेछ अब अरू जालहरूमा गएर देखाउने छु है के कति माछा परेछ अहिले देखिसक्नु भयो के अरे सबै फर्स्ट जालको माछा कति परेछ भनेर अहिले चाहिँ हामी अरू जाल पनि उठाउन आएको ल हेर्नु सक्नुहुन्छ है माछा यता हेर्नु सक्नुहुन्छ माछा यस्तै परिसकेको छ माछा हेर्नु सक्नुहुन्छ अरू चाहिँ यो जालमा नि यस्तै धेरै परिसकेको छ ल सबै जाल उठाएर भेट्नेछौँ है एकैचोटि तपाईँहरूको माछ ल सब जाल उठाएर भेट्छौँ है हामी गइदिनु त फेरि बोरा ल्याउनु बोरा अहिले चाहिँ जाल झिक्ने कार्यक्रम हुँदैछ है भाइ त माछा हेरौँ है माछा खै ल्या यस्तै माछा परिसकेछ हेरौँ है माछा भर्खर थालेको हेर न त्यहाँ माथि गएन धेरै परेको बरु पनि हेरिदिउँ है त माछा ल त्यहीँ राखौँ अरू उठाएको नि झिकौँ त्यहाँबाट सँगै हालौँ ल त्यहीँ राखौँ भाइ त यो चाहिँ सेकेन्ड जाल यो थर्ड जाल फोर्थ जाल यो बोरामा हालिसकेको छ है फोर्थ जाल यहाँ बोराभित्र हालिसकेको छ लिएर माछा हेरौँ डेन्जरवाला माछा परिसकेको चाहिँ हाम्रो यो फोर्थ जाल भयो अरू जाल पनि झिक्न जाँदै हुनुहुन्छ दाइहरू ल एकैचोटि त्यहाँ गएर माछाको हामीले झिक्छौँ एकैचोटि देखाउँछौँ है कति परेको माछा तपाईँ यसमा पनि भसक परेको गाई माछा खोल्नु उठाएको झिक्नु हजुर सानो हाल्दै छैन
है त माछा यसमा पनि फेरि अब यसमा पनि देखाउनु त अलिअलि ओहो गोटा हो छोडिदिनु खान्छ कि यसले दाइहरूले हेरमै माछा ल सिधै ल देव ठ्याक्क माछा उचालेर गर्नु भाइ त गाइस यो 5th जालको माछा है ल माछा हेरौँ त 5औँ जालको माछा हेर्नु सक्नुहुन्छ है ओहो माछा हेरमै 5औँ जालको माछा है आज पनि 5 किलो हुन्छ जस्तो लाग्यो मलाई त्यो पुइले निकाल्नु पडा त्यसले निकाल्नै सक्दैन हेरेर बस्यो आज भगवान यस्तो घोड्या छ है सुमन घामभरि चिच्याउने हो क्या चाहिँ नि यो जान पनि परेछ कि माछा भन्दा कम रहेछ भुडी खानु पर्छ ए भुडी फाल्यो लाई त माछा कुन चाहिँ उयो हिँको ल राख्नु भाइ त सब जालहरू हामीले झिकेर आइसक्यौँ है ल माछा हिँड्छौँ ल यहाँ बालिदिनु पऱ्यो ल इन्द्रजी निकालेर सक्नुहुन्छ ओहो यसो मात्र भोसक छैन यो ओतीको हो कि भाइ होइन यो त यहाँको होइन त्यो म बुढी चाहिँ हो क्या ल है त माछा उता भइरहेको मस्त है ए तेरी कहिले झिकेर भ्याउने यो हाल माछा आज हाल झिकेर भ्याइन्छ माछा सिधै गाई त गाई आजको माछा एउटा म पनि तिनवटा चारवटा पाँचवटा छवटा ओहो अच्छा त त्यही त नि यहाँ यस्तो राखेको सुमन दाइ अब यता कसिनु पऱ्यो के बिहान हुन्छ यो झिक्रा सिङ्गल माछा त्यही बोली नजिकिन खोजेको ठुलो जाल च्यार्ला त्यही ठुलो मात्रै हल्ला न माछालाई बत्ती देखाउन बोरा माला घर राम्रो यस्तो भएको त सबैजना झिक्नु मिल्छ मर्छ दुईजना झिक्यो त एकजना हुन्छ हम सब यहाँ इन वाले वाले हम सब हम चाहते हैं कि कौन भी आगे पल्ली पंद्रह अपन का
खतरा हो रहेछ सब जाल झिकेर भ्याइसकेको छ अहिले चाहिँ हामीले सुमनलाई कति छ तान्नु म त डोइ भयो क्या हजुर फेर्नु अस्ति जति नि भयो त त्यो भोमको त छुट्टै छ नि त त्यो भोमको नि अहिले सजिलो नि हुन्छ ल कति के करेन्ट खेल्नु पर्यो नि यस्तोमा ल माछा यो जाल स्याहार भाइ त हाल्दोको माछा जाल एक ठाउँमा गराउनु त सबै जाल सिधा सिधा एक ठाउँमा राख्नु त एक ठाउँमा सजिलो हुन्छ यसरी तल माथि नराख्नु त्यो अगाडिको छ त्यो फोटो बाल्दिनु पर्ने एकछिन सुक्दिन न सुकिस झर्छ कि आफै झर्छ घरदेखि लाग्यो पानी छौ यी भेगे छ गइदिनु यहीँ माथि छ कि यहीँ पुलिस खाएर जाने हो क्या माछा भनेर खाना खुर्सानी चबल अहिले अझै करा Few moments later. ल यो त फाइनली गाइज तपाईँहरूले देखिसक्नु भयो के अरे कति धेरै माछा परेछ भनेर 5 किलो जति लगभग आजको माछा हाम्रो मराइ भयो 5 किलो जति मरे माछा चाहिँ अब हामी चाहिँ खोलाबाट निक्लिन लाग्यो ल लेट्स सी अब घर गएर भेटौँला है त आज चाहिँ 5 किलो जति मरिसकेको छ माछा हाम्रो सबै जालको अब घर पुगेर भेट्छौँ हामी त्यो माछा भाग लगाएर तपाईँहरूसँग म भेट्ने छु है ल अब निक्लिन पर्छ रातिको 1 बजिसक्यो है अहिले चाहिँ ल वहीँ पुगेर भेटौँला घर ल है त एभ्रिवान अहिले चाहिँ फाइनल्ली म घर आइसकेँ तपाईँहरूले देखिसक्नु भयो के अरे के कति माछा पाइएछ हामी चाहिँ माछा चाहिँ भागबन्डी गरेर पनि आइसक्यौँ मेरो भागमा परेको माछा चाहिँ हेर्न सक्नुहुन्छ ल है त गाइस आज मेरो भागमा परेको माछा चाहिँ हेर्न सक्नुहुन्छ 1.5 किलो जति छ है आज चाहिँ हेर्न सक्नुहुन्छ है आजको माछा यही हो गाइस आजको माछा चाहिँ आज रातभरिको मेहनत यति हात परेको छ ल है त गाइस यही हो मेरो भागमा परेको माछा चाहिँ ल आजको लागि भिडियो यति नै फेरि हामी नयाँ भिडियोमा भेट्नेछौँ नयाँ आउनुभएकोले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आजलाई यति नै